हेलो एभ्रिवान, आज डिनरमा माछा करी खाउँ है त। माछा करी बनाउनको लागि मैले दुईवटा माछाको प्याकेट लिएको छु। फर्स्ट स्टेप चाहिँ माछालाई म्यारिनेट गरेँ अनि त्यसपछि 15 मिनट रेस्टको लागि छोडिदिएँ। त्यसपछि ग्रेभी बनाउनको लागि मैले दुईवटा ठुलो प्याज, हरियो खुर्सानी, टमाटर अनि त्यस्तै अदुवा लसुनको पेस्ट, हरियो धनियाँ पत्ता लिएको छु भने अब माछा फ्राईको लागि डिप फ्राई प्यानमा तेल तताएर तेल तातिसकेपछि अघि रेस्ट गर्न छोडेको माछालाई मजासँग फ्राई गरेँ र सकेसम्म चाहिँ माछालाई चाहिँ मैले अलिकति रातो हुने गरी फ्राई गरेको छु, गोल्डन ब्राउन हुने गरी फ्राई गरेको छु भने अनि तपाईँले टिक्क पनि गर्न सक्नुहुन्छ। फ्राई भइसकेपछि नेक्स्ट काम भनेको मसला रेडी गर्ने। मसलाको लागि प्यानमा मैले जिरा, धनियाँ र तोरीलाई एकैछिन भुटेर त्यसलाई चाहिँ मजासँग भुटिसकेपछि ब्लेन्ड गरेँ अनि ग्रेभीको लागि अघि काटेको प्याज, टमाटर, अघि रेडी बनाएको सबै काटेर राखेको कुराहरू हालेर मजाले फ्राई गरेर चलाउने। त्यसपछि मैले बनाएको पेस्ट पनि हालेर मजासँग गाढा हुने गरी चलाउने। त्यसपछि मैले हाल्छु मेरो फ्राई माछा, मैले फ्राई गरेर राखेको माछा है। अनि त्यसपछि एकछिन पकाउँछु अनि राम्रो देखिन्छ अनि त्यसपछि म सर्भ गर्छु मामसँग। Thank you for watching.